हेलो गाइस गुड मर्निङ खाम्री म हजुरलाई स्वागत छ मेरो आजको अर्को भिडियोमा। सो मैले चाहिँ हिजो नै भनेको थिएँ गाइस हैन, म चाहिँ भोलि कहीँ जाँदैछु भनेर। अहिले भने चाहिँ म रेडी भइसकेँ, एकदम तातो लुगा लगाएर जाडोमा हो। सेतो छ, भरेसम्म चाहिँ कतिको हुन्छ मलाई पनि लुगाहरू जोगाउनु सक्दिनँ म हो। अन्त चाहिँ कहाँ जान आँटेको छु भन्दाखेरि चाहिँ आज चाहिँ म जान आँटेको छु कालिम्पोङदेखि फेरि सिङ्जी भन्ने जग्गा सुन्नु भएको होला। सिङ्जी जाँदैछु किनभने चाहिँ मेरो साथीको चाहिँ बिनु, हजुरहरूले चिन्नुहुन्छ पहिलादेखि भिडियो हेर्नुले त। अन्त बिनुको नानीको चाहिँ बर्थडे थियो तर अस्ति नगरेर चाहिँ भोलि गर्ने भएर चाहिँ म आज जाँदैछु। अन्त अब कालिम्पोङसम्म गएर त्यहाँबाट फेरि अर्को गाडी सर्भिस गाडीमा उनीहरूको गाउँको गाडीमा गएर चाहिँ जानुपर्छ। अनि बिनुहरू चाहिँ आउँदैन, हिजै आयो हो। अन्त म चाहिँ जान्छु। खै आनलमा दे गुड मर्निङ। के त्यो जान्छ अरे छोरी राखेर आउँदाखेरि यसलाई पनि प्लास्टिकको गोली ल्याइदिनु पर्यो। प्लास्टिकको गोली ल्याइदिन्छु ल, ल्याइदिने गोली र त्यो खेलाउने चिजहरू पाउँछ। गुडिया ल्याइदिनु भन्दा सानो बडे गुडिया र मलाई चाहिँ अहिले भाइले पुऱ्याइन्छ माथिसम्म हो। अन्त अहिले चाहिँ रेडी भइसक्यो, 7:30 भयो। अन्त माथि मैले गाडी भनिरहेको छु। अन्त चाहिँ सर्भिस गाडीमा जाने आसान गाडीमा हो। बाई बाई गाइस, म 1-2 दिनको लागि हराउँदैछु ल भन्नु हेर्दैछ तल। हेलो गाइस भन न। घाम चाहिँ खतरा लाग्नु सुरु भइसक्यो है। एउटा बादल छैन। बाई 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 पसिनी कसी होला भन्नु त यहाँनिर भन्नु त नानीलाई आशीर्वाद अरे। पक्रिन हो त्यसरी बिहान गर्छस् अन्त खाइस अब हामी निस्केको। सो गाइस म चाहिँ यहाँ आइपुगिसकेँ रोडमा। भाइले पुऱ्याइदिएको अब गाडी चाहिँ यहाँ हुन्छ। यस्तो भइरहेछ अहिले। यहाँ सामान राखिरहेको छु, यहाँ डल्लै सिधै चाहिँ बस्नु। यो चाहिँ एमएसके हो हाम्रो। यहाँ ओह्रालो चाहिँ हाम्रो गाउँ जान्छ। अहिले भने चाहिँ म गाडीमा पनि चढिसकेँ, आसिनको गाडीमा हो। अन्त म चाहिँ जाँदै थिएँ, यस्तो निदा लागिरहेको थियो। अनि म त बिचमा चेप्टिरहेको थिएँ हो। यता चाहिँ मतिमार हुनुहुन्थ्यो 2 जना, अनि उहाँहरू पनि कालिम्पोङै जानुभएको नि त। अन्त म चिप्टेर पनि भिडियो चाहिँ बनाइरहेको छु हो। अनि फाइनल्ली म चाहिँ कालिम्पोङ पनि आइपुगिसकेँ र अहिले चाहिँ म बजारतिर जाँदैछु। अनि यहाँ चाहिँ अगाडि मतिम हुनुहुन्छ हो। अन्त म चाहिँ जाँदैछु, म चाहिँ पुगेँ हो। अन्त मैले ब्यागहरू बोकिरहेको छु यहाँनिर। र म चाहिँ पुगेर चाहिँ पहिला चाहिँ थ्रेडिङ गरेँ। मैले भर्खर थ्रेडिङ गरेको, थ्रेडिङ नगरेर कस्तो चाहिँ भइरहेको थियो। अनि म चाहिँ यहाँ थ्रेडिङ गरेको बाहिर चाहिँ सामान लिनु थियो। 40 हेर्दैछु म चाहिँ। आइरहेको छु। कस्तो भन्दाखेरि अलिक तातै हजुर स्वेटरमा बिहानैको नजारा। गाइस म चाहिँ यहाँनिर आमाको लागि कानको हेरिदिँदैछु। हेरिदिइसकेँ, अब चाहिँ सामानहरू पनि किनिसकेँ हो। गाडी चाहिँ साह्रै खेर जान्छ अरे। म चाहिँ भात भएर मोमो खाने मिठो पाउँछ नि त, गरम भएर मन आँट्यो। सामान चाहिँ गाडीमा हालेर आएँ हो।
भेज मोमो हजुर हालिदिनुहोस्। मेरो चाहिँ अब लास्ट यहाँ मिठाई किन्ने भर्खर 12 बज्दैछ। र म चाहिँ अहिले गाडीमा पनि आइसकेँ। गाडीमा चाहिँ कोही थिएन हो, म र एकजना दाजु मात्रै थिएँ। अन्त म चाहिँ बसिरहेको थिएँ गाडीमा। गरम चाहिँ पुरा भइरहेको थियो। बिहान चाहिँ कस्तो चिसो थियो, आज चाहिँ स्वेटर लगाएर पुरा गरम भइरहेको थियो। अनि यहाँ चाहिँ केकहरू थियो अनि मलाई खानु मन लागिरहेको थियो, तर साथी नभएको कारण मैले खाइनँ। अन्त गरमले फिटी हुँदै बसिरहेको थिएँ म हो। अनि यहाँ चाहिँ छ सामानहरू, अनि यहाँनिर ब्याग के भक्कु किसिम छ मेरो ब्यागमा चाहिँ। अनि म चाहिँ वाक्कै लागेर बाहिर निस्केर बसिरहेको छु। हामी जाने गाडी चाहिँ यो हो, यो ओम साई रामलेको हो गाडीमा जाने। गाइस म चाहिँ गाडीमा पनि बसिसकेँ। अन्त अहिले सिङ्जी जाने गाडी हो। यता चाहिँ हुनुहुन्छ आन्टी, तपाईँ पनि सिङ्जी भएर होइन? तपाईँको नाम त के पो थियो फेसबुकमा? अनिता प्रधान। अनिता प्रधान गाइस फलो गरिदिनुहोस् हो। अन्त अब चाहिँ हामी यहाँबाट निस्किन कति टाइम भएको छैन, एकछिनमा निस्किन्छ। टाउको दुखिरहेको छ गाडी जबमा चाहिँ कति बनाउनु पर्दा? फाइनली सिङ्जी आइसकेँ। यो गाडी पर्खिरहेको छ। अब यहाँ परदेखि चाहिँ अफ रोड छ क्या ओह्रालो। अन्त चाहिँ यहाँ बिनुको पापाहरू चाहिँ गाडीमा आउनु रहेछ अरे, त्यही गाडीमा ओह्रालो आउनु भनेर चाहिँ पर्खिरहेको छ। टाउको दुखेर चाहिँ खतम भइरहेछ। भ्यू देखाइदिउँ भनेर खै त, यहाँ भारी समथारहरू। अहिले भने चाहिँ हामी ओह्रालो पनि जाँदैछु। मसँग चाहिँ यहाँ भाइ छ, यता हेर्दै प्रवीण हेलो भन्दै हेलो स्कुलबाट आएको रहेछ सिधै हो। अन्त म र भाइ चाहिँ जाँदैछु ओह्रालो। मेरो साथीको देवहरू पनि भाइ छ। अन्त चाहिँ ओह्रालो हिँड्नुपर्छ हाम्रै जस्तै जाँदैछु। अब चाहिँ हजुरहरूलाई तलै पुगेर भेट्नेछु। जानु चाहिँ केही छैन, आउनु चाहिँ है 12 बच्चा नि लोकल आइपुगेँ हो। यहाँ बसिरहेको छु। अन्त मेरो यहाँनिर छ ग्रुप। यता हेलो गाइस, यता नानाको अनबक्सिङ हुँदैछ है। दुईजनाको दुईटा अनबक्सिङ। नाना र भाइ बर्थडे गर्ल। मेरै बर्थडे हो भनिदिनु। यहाँ 1 वर्षको बर्थडे हो नानीको चाहिँ। जुम बाहिर जाउँ। नानी चाहिँ अहिले बस्नु चाहिँ ट्याक्कै भुइँमै खेल्नु भन्दो रहेछ हो। हेरौ घिस्रिँदैछ, सकि नसकि ठोक्किन्छ है। जुम बाहिर। गाडी आयो जुम। गाडी आयो जुम। टिटिट
टिटी आइ जाम यहाँनिर यस भनिदिनु यस यसो गरिदिनु यस यस बाहिर चाहिँ बर्थडेको पुरा धमाधम चलिरहेछ भोलिको लागि हो नानीको चाहिँ बर्थडे अस्ति नै थियो तर भोलि चाहिँ गर्ने नि त बाहिर चाहिँ चलिरहेछ नि म चाहिँ नानीसँग बसिरहेको छु मुख धुनुपर्ने उनीहरू बदमास लसाए गाइस म चाहिँ यहाँ चिया पिउँदैछु चिया बाँधेर यहाँ चाहिँ बहिनी छ हेलो भनिदिइहाल हामी चाहिँ 1 र 2 उसको नाम पनि रोशना गाइस हो मेरो पनि नानीसँग चाहिँ फुपै पर्छ होइन फुपू भदैनी चिया पिउँदैछु बिनुले चाहिँ खाना बनाउँदैछ उताटी हो अनि प्रतीक पनि आएको छ अहिले देखाउँछु भोलि देखाउँछु अहिले होइन पर माम पकाउँदैछ अनुहार हेर एकदम बिजी अब भोलि मात्रै हेर्नुपर्छ मजाले अनुहार ओइ कप्तानी आमा गीत गाउने छोरी पल्टी नाच्ने ओइ के छ यता चाहिँ नानीको बाबा हो अमै भगवान कसले सिकायो सो गाइज अहिले चाहिँ हामी बसिरहेको छौँ नानी आमासँग हो आजको भ्लग चाहिँ अब यहीँ बाई बाई भन्यो बाई बाई गुड नाइट बाई बेबी बाई बाई यता बाई 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 अघि हाई अब बाई